गाइज आज चाहिँ म हेभेन डाँडा जाँदैछु है गाइज। आज चाहिँ यो नयाँ फर्स्ट भ्लग होइन गाइज। अब मेरो बोली यस्तै छ, माइन्ड नगर्नु होला। हामी दुईजना जाँदैछौँ, एउटा क्यामेराम्यान र म। अनि हामी यो बाटो जाँदैछौँ, अगाडि देखा है। हामी यो बाटो जाँदैछौँ, हेर्नु होला, राम्रो भ्यू छ। तपाईँहरू पनि आउँदै गर्नु होला। हामी यो भिडियो चाँडै राम्रो र धेरै छिटो सकिने गरी लिएर आउनेछौँ। A few inches later. अब चाहिँ हामी आधी बाटो यो जङ्गल आइसक्यो र हामी त्यहाँ मुख धुयौँ पछाडि त्यहाँ धारा हेर्न सक्नुहुन्छ। यहाँ पुरै घरिया जङ्गल छ है गाइज। अनि हामी अब करिब 10 मिनटको बाटो छ। अब त्यहाँबाट हामी अलिकति अगाडि गयौँ भने ठ्याक्क आइपुग्छ। तपाईँहरूलाई म देखाउँछु र अन्तिमसम्म भिडियो हेर्ने होला। अब चाहिँ हामी अगाडि बढ्दैछौँ है त। फाइनली आइपुग्यो है। अझै डाँडामा छु म, यही हो डाँडा। शान्त भयो यार होला। गाइज अहिले चाहिँ म यहाँ बस्दैछु, थाकेँ गाइज। यो उकालो चल्दा चल्दै राम्रो भ्यू छ गाइज। तपाईँहरू पनि आउनु होला एकचोटि। 2 hours later. हेलो गाइज, अहिले हामी तल जाँदैछौँ, हेर्नु होला। धेरै मान्छे छैन आज। अब हामी यहाँ तल चाहिँ पिकनिक खाँदैछ, के हो थाहा छैन हामीलाई नि। हल्ला आइरहेको छ गाइज है। यहाँबाट उता जाँदैछौँ, अब तलतिर जाँदैछौँ है। तलतिरबाट अर्को ठाउँमा गएर खाजा खाने है। 1 eternity later. हेलो गाइज, अब चाहिँ हामी यहाँ आइसक्यौँ र यो ठाउँ भनेको चाहिँ हाम्रो त्यहाँबाट त्यो डाँडाबाट यता साइड हो, तर अहिले देखाउनु मिल्दैन, घरिया जङ्गल छ है गाइज। अब चाहिँ हामी जहाँ पुग्छ त्यहीँ जाँदैछौँ होइन, जाँदैछौँ। हाम्रो गन्तव्य कता हो कता। अब मोज गर्ने चिल अब टाइम आयो। अब यो जङ्गलतिर छिरेर बाघ देखिन्छ कि केटा हो होइन। गाइज अब चाहिँ हामी यहाँ आइसक्यौँ। यहाँ आयौँ, एउटा ठाउँ भेटेको थियौँ। उता तल नि मान्छे छ, उता तल दुइटा डेटिङ हान्दैछ है गाइज। अब के भन्नु है, हाम्रो छैन है गाइज। माइन्ड नगर्नु होला, राम्रो हुँदैछ भिडियो, अगाडि बढ्दैछ। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। अब चाहिँ हामी यहाँ आइपुग्यौँ, तल झर्दैछौँ। लास्टै थके लाग्यो यहाँ आउँदा आउँदै है गाइज। अब तल जाँदैछौँ। A few moments later. तेरा तो गेम बजाना पड़े। अहिले त हामी तल आइदैछौँ र हामीले यस्तो खतरा भ्यू भेट्यो कि तपाईँहरूले पनि हेर्नु होला। One eternity later. गाइस अब हामी आइपुगिसक्यौँ नि तल र अब हामी घर जाँदैछौँ। राम्रो लाइक र सब्सक्राइब गरिदिनु होला। बाई बाई।